कति दुर्गालाल श्रेष्ठसँग मेरो चाहिँ जम्मा जम्मी 2 पटक। पहिलो पटक चाहिँ मैले एउटा 72 सालमा ससिद्धि राष्ट्रिय कला पुरस्कार मैले आउँदै थिएँ र त्यो बेलामा म चिफ गेस्टको रूपमा त्यहाँ आउनुभएको थियो र उहाँको हातबाट मैले ससिद्धि राष्ट्रिय कला श्री पुरस्कार प्राप्त गरेको थिएँ। त्यो बेलामा उहाँको विद्वत प्रवचन सुनेर म चाहिँ जुन ठाउँमा थिएँ त्यही ठाउँमा फ्रोजन अवस्था कति गम्भीर दर्शनबाट गाइडेड मानिसहरू पनि हाम्रो युगमा रहेछन् भन्ने मलाई फिल भयो। अर्को पटक चाहिँ म BBC अरविन्द मिश्रजी BBC नेपाली सेवा लन्डन हुनुहुन्छ अनि उहाँले त्यसको 1 सालपछि हो अनि त्यो बेलामा चाहिँ उहाँले काठमाडौँमा एउटा कार्यक्रम आयोजन गर्नुभयो। एकदम प्लेनको भाडा तिरेर कविहरूलाई बोलाएर 50,000 पैसा पनि हातमा हालिदिएर होइन त्यो बोलाउनु भएको थियो। त्यो बेलामा हामी कविता भाषण गर्न काठमाडौँ गएको थियौँ। त्यो बेलामा पनि दुर्गालाल कार्यक्रम त्यो बेलामा पनि उहाँले यति सुन्दर जीवन दर्शन है मतलब अभिव्यक्ति त्यसको अभिव्यक्ति दिनुभयो। वन्डरफुल लागेको मलाई एकदम गजब हो अभिव्यक्ति। त्यसको कारण चाहिँ नि मैले के हेर्छु भन्दाखेरि उहाँ चाहिँ बडो नेचुरल टाइपको मान्छे हो कि उहाँ चाहिँ यो धेरै दर्शन छाप्ने होइन धेरै चाहिँ मतलब पहिलाइसकेका कुराहरूलाई फुलबुट्टा भएर चाहिँ कसरी गर्ने मानिस होइन। उहाँको रचना प्रक्रियालाई तपाईँले दुर्गालाल श्रेष्ठज्यूको रचना प्रक्रियालाई तपाईँले हेर्नुभयो भने कसरी हेर्नुपर्छ भने तपाईँको बच्चाहरूको लागि भनेर उहाँले चिनीको हात्ती त्यो बडो लोकप्रिय काठमाडौँको नेवारी समाजमा चिनीको हात्ती काठमाडौँका नेवारी समाजमा चाहिँ त्यो पढ्ने बच्चाहरूलाई तपाईँ सोध्नुहोस् चिनीको हात्ती लगभग शब्द थाहा होइन बच्चाहरूको लागि बनाइरहेको। अनि अघि हेमन्त बाबुले भाषण गर्नुभयो त्यो 2 थोपा त्यो 17 वर्षको उमेर 17 वर्षको उमेर त्यो 2 थोपा तर 17 वर्षको उमेरमा फिलोसफी 2 थोपामा होइन आँसु दिएर के भयो यसको दाग त होइन त्यो किसिमको 17 वर्षको एज उहाँले चाहिँ त्यो रचना त्यसपछि उहाँको अलिकति हुर्किएपछि उहाँको यति धेरै प्रेम कविता लेख्नु भएको छ। उहाँले सम्भवतः नेपालमा प्रेमको कविता यति धेरै लेख्ने अर्को कुनै कवि छैन दुर्गालाल श्रेष्ठ। त्यसैले पनि यो नेवारी भाषा नबुझ्नु चाहिँ बडो दुःखको कुरा। उहाँले यति महान कविताहरू लेख्नु भएको छ प्रेम कविताहरू कि त्यो भाषा नबुझेको कारणले हामी ती सारा सुन्दर प्रेम कविताहरूबाट बचिरहेका छौँ। यति धेरै प्रेम कविता अरू कसैले लेखेका छैन। यति धेरै प्रेमका कविताहरू यति धेरै प्रेमका गीतहरू उहाँले लेख्नु भएको छ। त्यसपछि फेरि के भयो उहाँ चाहिँ त्यो नेपाल भाषाको आन्दोलन नेपाल भाषालाई चाहिँ मतलब भ्यालु दिनुपर्छ मान्छेले भनेर त्यसको आन्दोलनमा उहाँले झे मासिनी हामी मरेका छैनौँ झे मासिनी भन्ने चाहिँ त्यो गीत लेख्नुभयो। त्यो मतलब नेवार समुदायको राष्ट्रिय गीत मानिन्छ त्यो त्यति त्यो सबल छ हामी मरेका छैनौँ भन्ने होइन। त्यो अरू समुदायले नेपालमा बस्ने अरू समुदायलाई त्यो गीत मतलब थाहै छैन होइन। त्यो झे मासिनी त्यो चाहिँ मतलब एकदम महान। अनि उहाँले नाटक चाहिँ कसरी लेख्नुभयो भन्दाखेरि उहाँ चाहिँ 11 वर्षको उमेर सुन्छ 11 वर्षको उमेर हुनुहुन्थ्यो। नाटक घरभित्र बस्न नदिए भुरालाई कसले भन्थे पैसा पनि तिर्दैन होइन। अनि उहाँले चाहिँ के गर्नु भएको छ भने इँटाहरूको पुवाल हुन्छ नि इँटाको गाह्रो भएर त्यसको पुवालबाट यसरी हेरेको भित्रबाट आँखा भन्थे किन हेरेको यहाँ भनेर उहाँ आँखामा चोट लिएर आएपछि उहाँले साथीहरूसँग यिनीहरूले हाम्रो नाटक हेर्नु दिँदैन हामीसँग पैसा पनि छैन हामी नै नाटक बनाउने हामी नै नाटक खेल्ने हामी नै नाटक प्रदर्शन गर्ने भनेर उहाँले नाटक लेख्नु थाल्यो। र त्यो नाटकमा हरिहर शर्मा जस्तो कलाकार पहिलोपटक हरिहर शर्मा जस्तो कलाकार खेलेको नाटकै उहाँले लेखेको ल भन्नुहोस् त कहाँबाट यात्रा सुरु हुन्छ। आँखामा दिएको चोटबाट उहाँले साथीहरूसँग एउटा विद्रोही स्वभाव पनि है त्यहाँबाट चाहिँ नाटक सिर्जना गर्नुभएको। हामी बालकृष्ण समूहको कुरा गर्छौँ नेवारी साहित्यको बालकृष्ण समूह भनेकै दुर्गालाल श्रेष्ठ 80वटा मतलब त्यो मतलब सानो कुरा हो त्यो रचना किताब रचना गर्नु भनेको होइन दर्जन क्या त्यो दर्जन मात्रै हो त्यस्तो छ
होइन अघि कवि देवालजीले एउटा सुन्दर कुरा भन्नुभएको थियो त्यो के भनेदेखि हरेक कुरा गीतमा हरेक कुरा गीतको भाषा भन्नुभएको थियो बडो महत्त्वपूर्ण कुरा कसरी महत्त्वपूर्ण कुरा सुन्नुहोस् है तपाईँको उहाँ चाहिँ कस्तो सेतु हो भने ब्रिज पुल अघिल्लो युग र आधुनिक युगलाई जोड्ने सेतु हो कि उहाँ भनेको माधव प्रसाद घिमिरेहरूको जुन परम्परा छ त्यसलाई पनि उहाँले बोकेर लिएर आउनुभयो अब सङ्गत त्यो बेलामा युवाहरू कोसँग थियो शुक्रराज शास्त्रीहरूसँग विद्रोहमा भाग लिने होइन विद्रोहमा चाहिँ मतलब गीतहरू सुनाउँदै शुक्रराज शास्त्रीहरूसँग भेट्यो भने पनि जुट्छ त्यस्तो उहाँको स्वभाव अनि उहाँहरूसँग सङ्गत पुष्पलाल श्रेष्ठहरूसँग सङ्गत गर्ने मान्छे दुर्लभ श्रेष्ठ होइन त्यो बेलामा रचना गरी अब स्वाभाविक रूपमा विद्रोहको होइन कविता त आइहाल्छ अनि प्रेममा चाहिँ मतलब होइन एकदम त्यो यस्तो लाग्थ्यो 90 वर्षको उमेरमा हुँदा पनि प्रेम थियो किनभने म त्यो हर भन्ने त्यही भनौँ होइन प्रेममा पनि त्यस्तो यतिको उहाँले बोल्दाखेरि तपाईँहरूले कतिको याद गर्नुभएको छ विद्रोह गर्नु पऱ्यो भने 90 वर्षको उमेरमा उहाँले 88 वर्षको उमेरमा 88 वर्षको उमेरमा उहाँले चाहिँ मतलब कविता वाचन गर्नुभएको छ है त्यो चाहिँ मतलब त्यो हल नै जुरुक जुरुक उठ्छ क्या त्यसको विद्रोहको वाचन गर्दा उहाँले प्रेमको कविता वाचन गर्दा तपाईँले सुन्नुभयो भने यति कोमल उहाँको हातले त्यसै चल्या लुलु होइन यति कोमल यति नरम उहाँको अनुहारको भाव यति नरम हुने त्यो जे छ प्रकृति त्यही प्रकृतिलाई बाहिर लिएर आएर होइन उहाँको रचनामा ठ्याक्कै त्यही कुरा हुन्छ तपाईँले त्यो फुलका अघि योगेन्द्र नानीले त्यो फुलको आँखामा सुन्दर ढङ्गले गाए त्यसको सारा कुराहरू भने त्यस त्यो जुन कविता हो गीत हो त्यो चाहिँ कवि दुर्लभ श्रेष्ठको सम्पूर्ण जीवन यो गीत कविता लेख्ने मान्छेहरूलाई म चाहिँ सधैँ महान किन मान्छु भन्दाखेरि मैले बारम्बार मैले भन्ने गरेको छु कि जीवनलाई हामीले बुझ्ने भनेको के भा कसरी बुझ्छौँ हामीले जीवनलाई भित्ता हेरेर त जीवन बुझिँदैन किनभने भित्तामा हाम्रो जीवन रिफ्लेक्ट नै हुँदैन प्रतिबिम्बित त हुनु पर्यो होला कहीँ न कहीँ तपाईँको जीवन देखिनु पर्यो होला देखिने ठाउँ छ तपाईँ क्षितिजमा हेर्नु भने तपाईँ जीवन देख्नु त सक्नु किनभने त्यहाँ तपाईँको प्रतिबिम्ब भनेकै छैन प्रतिबिम्ब बन्ने भनेको होइन दर्शन भनेको होइन हामीले जुन दर्शन छ त्यो दर्शन भनेको चाहिँ होइन तर साधारण मान्छेले दर्शन बुझ्छ त्यसको लागि त निश्चय चाहिएन देवकोटा चाहिएन रविन्द्रनाथ टैगोर चाहिएन साधारण मान्छेले दर्शन बुझ्दैन तर त्यो दर्शनलाई बुझाउने भने चाहिँ गीत मार्फत कविता कविहरूले फुलको आँखामा फुलै संसार अघि दुर्गाजीले सुन्दर गाउनु भने सय थरी बाजा उठे था होइन अब त्यो जब चाहिँ मतलब मान्छेले सुन्छ ओहो राष्ट्र प्रेम एकता अनि विविधता बिचको एकताको भाव सरकै आउँछ होइन मान्छेले त्यत्रो ठुलो दर्शनलाई कति सजिलो भाषामा बुझ्छ होइन मतलब बोली बुद्धको बनोस् मेरो पैतालाले किरै नबरोस् होइन कति कोमल भाव करुणा है करुणाको एक्सप्रेसन चाहिँ त्यो गीत मार्फत एउटा साधारण मान्छेले त्यो महान दर्शन बुझ्नलाई त्यो सजिलो छैन होइन त्यो त बुद्धवाणी हो नि त्यो बुद्धवाणी साधारण मान्छेले बुझ्नै सक्दैन तर त्यो गीत मार्फत होइन मान्छेले त साधारण मान्छेको दर्शन भनेकै कविता र गीत हो त्यसैले होइन कविता र गीतको बडो ठुलो महत्त्व छ होइन मतलब र त्यसमा बडो पालन गर्नु अब यो सत्य भन्ने कुरा चाहिँ यो उहाँको जीवन चाहिँ कस्तो लाग्छ भने भयङ्कर विद्वान आइदिए यहाँले अब भेट्नु भयो पनि होला कतिजना होइन मैले चाहिँ अब 3-4 पल्ट उहाँसँग उहाँको घरमै त उहाँको चाहिँ बाहुनी भाउजूले बनाएको होइन छ तल्ले घर माथि होइन फुल पानी हाली त उहाँले चाहिँ एउटा अभिव्यक्ति दिनुभएको छ मानिसको जन्म एक महान जन्म मानिसको जन्म एक महान जन्म उहाँले आफ्नै जीवनलाई पनि मानिसको जन्म एक महान जन्म उहाँले गरेर जानुभयो उहाँको त्यो अभिव्यक्ति प्रमाणित गर्नलाई फेरि दुर्लभ श्रेष्ठ हुन्छ मानिसको जन्म एक महान अनि हेरौँ त तपाईँले अघि बडो सुन्दर कुरा भन्नुभएको के भन्नुभयो उहाँले कि उहाँ बितेर जानुभयो फेरि उहाँ त जीवित हुनुहुन्छ उहाँलाई हामी सेलिब्रेसन दिएर जान्छौँ सिर्जना कति इम्पोर्टेन्ट कुरा रहेछ त होइन अब यो फुलको आँखामा फुलै संसार कहिले मार्ला त्यसलाई यसो विचार गर्नु सयथरी बाजा होइन एउटै छ त्यो कहिले मार्ला युग एउटा मानिस त गयो फिजिकल शरीर भौतिक छ
यो गीत होइन हाम्रो गीता श्रेष्ठजीले राजा र गीतको गीत कति सुन्दर सुन्दर कविताहरू वाचन गर्नुभयो। त्यो ती मर्दैन, ती अब बस्यो। यो चाहिँ कस्तो भने यदि हामीले बिर्स्यौँ भने यो लयहरू छ नि त हावा गएर बस्छ, बतासमा गएर बस्छ। प्रकृतिले त्यसलाई एनर्जीको रूपमा ग्रहण गर्छ। तपाईँ मानिसको सृजना त्यति इम्पोर्टेन्ट कुरा, त्यो प्रकृतिले सिर्जना मतलब माथि लिएर बस्छ। कुनै युगमा गएर अर्को मानिसले त्यो महान चिजलाई पक्रन्छ, फेरि देख्छ, फेरि गीत गाउँछ। त्यस भएको हुनाले यो महत्त्वपूर्ण कुरा हो। र सत्यको दर्शन उहाँले चाहिँ कस्तो भने युवा हुँदाखेरि प्रेम कविता भयानक लेख्नु, फेरि नेपाल भाषाको जुन आन्दोलनमा उहाँले त्यो राष्ट्रगीतै लेख्नु, त्यो विद्रोह गर्नुभयो। पछि जब मतलब एजमा हुँदै कति गम्भीर राष्ट्रप्रेमका, कति गम्भीर दर्शनका होइन। तपाईँले यो पानी स्वयंले गाएको एउटा कुनै छ नि एल्बम नै छ नि, मोमेन्ट्स अफ ब्लिस भन्ने। मोमेन्ट्स अफ ब्लिस, आशीर्वादका क्षण, मोमेन्ट्स अफ ब्लिस होइन, सुखका क्षण। त्यो त सिरिज नै छ, त्यो सबै सिरिज कुरासँग गएको, त्यो हामीले सबैले सुन्नु। त्यस्तो चाहिँ मतलब गीतहरू लेखेर त्यसमा उनीहरूले कविताहरू लेखेर जानु महान हो। र हामी चाहिँ मतलब सत्य अब मतलब म उहाँलाई चाहिँ श्रद्धाञ्जली नै कविता मार्फत अन्त म फेरि आइदिँदा एउटा भएर कोट गर्न चाहन्छु। उहाँले गीतामा कस्तो हुन्छ भने संसार बदल्नलाई के गर्नुपर्छ, हामी ठुलो दर्शन यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ हामी भनेका छौँ। तर संसारलाई बदल्ने भनेको तपाईँको जीवन दृष्टिकोण बदल्नु। जस्तै मैले चन्द्रजीलाई, कवि चन्द्रजीलाई मैले दुश्मन ठानेर शत्रु ठानेर हेरेँ भने म भित्र त्यो दृष्टिकोण आयो भने उहाँलाई म शत्रु नै शत्रु देख्छु कि शत्रु नै शत्रु देख्छु। तर उहाँसँग मेरो एकदम प्रेम छ भने तुरुन्तै उहाँ त बदलिएर होइन मेरो त कस्तो मित्र, कस्तो नजिकको मान्छे हो भन्नुहुन्छ होइन। तपाईँको दृष्टिकोण हो त बदल्नु संसार, तपाईँको दृष्टिकोण बदल्नु जरुरी छ। सत्य त एउटै हुन्छ, सत्यलाई हेर्ने दृष्टिकोण एउटै हुन्छ। भगवान कृष्ण गीतामा के छ, भगवान कृष्ण चट्ट प्रवेश गर्नुहुन्छ सभा चल्छ। ए राजा महाराजाहरू, बडे बडे वीरहरू होइन, फाइटरहरू होइन, मतलब सुन्दर सुन्दर युवकहरू, राजकुमारहरू, युवतीहरू। अब भगवान कृष्ण आउँदै हुनुहुन्छ अघि, चट्ट सभामा प्रवेश गर्नुहुन्छ, झलमल्ल छ अब ईश्वर अघि ईश्वर प्रवेश गर्दाखेरि त राजा बडे बडे महाराजाहरूलाई के लाग्छ भने आयो हाम्रो बैरी होइन, बलवान छ, केही गर्नु सकिँदैन होइन, हाम्रो बैरी आयो भन्ने लाग्छ राजाहरूलाई है। अनि फेरि वासुदेव र यशोदा पनि बसिरहेका छन्, हाम्रो सानो छोरा आयो भनेर लाग्दैन जस्तो दृष्टिकोण कस्तो छ। हाम्रो सानो छोरो कति सुन्दर छोरो, झलमल्ल छोरो आइपुग्यो, दही चुरा आएन यहाँ आइपुग्यो भन्ने लाग्यो हेर्नुहोस् है। अनि त्यो फाइटरहरू छ, योद्धाहरू, उनीहरू लाग्यो हदै होइन समनको यो अरूहरूको गरिब दुखीको सेरियर हाम्रो त्यहाँ शत्रु आइपुग्यो भनेर लाग्यो। पहलवानको पनि पहलवान आइपुग्यो भन्ने लाग्यो होइन। फेरि राधा पनि त्यहाँ बसिरहेको छ, ओहो मेरो प्यारा आइपुग्यो भन्ने लाग्यो। राधा त्यहाँ बसिरहेकी छ, मेरो प्यारा आइपुग्यो भन्ने लाग्यो। सत्य त तपाईँ अनुसार रिलेट भइरहेको छ क्या, सत्य त तपाईँ अनुसार, सत्य त कृष्ण मात्रै हो नि, बाँकी त जम्मै तपाईँ हाम्रो दृष्टि। त्यसैले त्यो सत्यको दर्शन गर्न सक्ने बहुत थोरै यो देशको इतिहासमै जन्मे बहुत थोरै स्रष्टाहरू एक हुनुहुन्छ दलुराम श्रेष्ठ। यिनै शब्दमा उहाँ प्रति श्रद्धाञ्जली अर्पण गरेर बिदा हुन्छ।